हेलो गाइज, खाना लिएर आइसक्यो। आजको खानामा छ करी भात पकौडा, लसुन खुर्सानीको अचार छ, दालको पकौडा छ, सागको पकौडा छ, आलुको पकौडा छ, खुर्सानी छ, डल्लै खुर्सानी, खानी मेरो बानी, पिउनेको लागि पानी। ल साथीहरू, म खाना खायो ल। वाउ, यति मिठो छ खाना। सागको पकौडा, वाउ। साथीहरू, हिजो म बच्चाहरूलाई घुमाउन लगेको थियो। दिदीको घर गएको थियो घुम्न असल। दिदी उतै बस्नुहुन्छ, गएको थियो भेटसाट गर्न। एकजना आउनुभएको थियो भेट गर्नु, आफ्नै मान्छे। भन्नु त हुँदैन, मलाई मन लाग्यो त म भनिरहेको छु। मलाई थाहा छ कि उहाँको मोबाइलमा मेरो भिडियो जान्छ, मेरो भिडियो हेरेर उहाँलाई रिस पनि उठ्छ कि किन तिमी यसरी भनेको, मैले यसरी भनेको थिइनँ नि, यसरी भनेको थियो। पहिला बिहे गर्दाभन्दा अगाडि घर परिवार केटा हेरेर बिहे गर्नुपर्छ, हो कि होइन छोरी मान्छेको? राम्रो छ, राम्रो छ त्यो घर, केटा पनि राम्रो छ, संस्कारी छ, त्यहाँको बुहारी छोरा सबैजना राम्रो छ, केटाको आमा बुवा पनि राम्रो छ, व्यवहार राम्रो छ, संस्कार पनि राम्रो छ। अब सबै राम्रो छन्, तपाईँ बिहे गरिदिनु भयो आफ्नो छोरीको। अब छोरी भिडियो बनाइरहेछ, त्यही बेलामा त्यो घर खराब कसरी भयो? भिडियो बनाएपछि त्यो घर खराब कसरी भयो? त्यो घरको संस्कार कहाँ गयो? किन अब त्यो घर राम्रो भएन? अब त्यो केटाको संस्कार राम्रो भएन, केटाको आमा बुवाको संस्कार राम्रो भएन, त्यो घरको बुहारीको संस्कार राम्रो छैन। किन? भिडियो बनाएको कारण होइन, तपाईको सोचमा यस्तो छ। आफ्नै मान्छे, मेरो माइततिरको आफ्नै मान्छे आउनुभएको भेट गर्न मसँग, यसरी भन्नुभयो।
मलाई त धेरै चित्त दुख्यो। अब म राम्रो छैन किनकि म भिडियो बनाइरहेको छु। के गर्ने, मैले त यति मात्रै भन्यो, हेर्नु मेरो बुढो सपोर्ट गर्नुहुन्छ, मेरो छोराछोरी सपोर्ट गर्छ, मेरो ससुरालतिरको मान्छेहरू सपोर्ट गर्छ। म गलत भिडियो बनाइरहेको छैन त म किन शर्मिन्दा हुँ, म किन टाउका तल गरेर कुरा गरौँ। पहिला मान्छेहरू भिडियो बनाइरहेको थिएन, पहिलाको जमाना अर्कै थियो। अहिलेको पनि जमाना चेन्ज भयो छैन, कहीँ मात्रै भएछ। मलाई थाहा छ म राम्रो भिडियो बनाइरहेको छु। मेरो भिडियो हेर्ने लागि मान्छेहरू फ्यामिलीसँग पनि बसेर हेर्न सक्नुहुन्छ। यो छैन कि होइन यो भिडियो राम्रो छैन, अकेले म मात्रै हेर्छु, तिमी नहेर बाबु, तिमी यो भिडियो नहेर ल, यसरी भन्ने मिल्दैन। किनकि मेरो भिडियोमा केही खराबी छैन। मेरो बिनाजु दिदीको छोराले भन्नु, सबैजना भन्नुभएको होइन तिम्रो भिडियोमा केही खराबी छैन। उहाँको पारा तातिसकेको थियो भिडियो हेरेर। संजोगले आउनु भएन मेरो मसँग भेट गर्नु, त्यही बेलामा उहाँको मोबाइलमा मेरो भिडियो गएको थियो। अब म के गरौँ, गएको थियो त मैले त भने थिएन कि मेरो भिडियो तपाईँको मोबाइलमा जानु। बेलुकातिर फोन पनि आउँछ, मधु मैले यस्तो होइन यस्तो भनेको थियो। किन भन्नु पर्यो अरूलाई, मनको कुरा मनमै राख्नु, कसैलाई भन्नु जरुरी छैन। मैले यति पनि भन्नु कि म नाचेर भिडियो हालिरहेको छैन, खाना खाएर हाल्छु, अलिअलि कुराकानी गर्छु, त्यही गानाको कपी गर्छु। किन राख्नु पर्यो, किन नराख्नु पर्यो, राख्नु पर्यो। मलाई थाहा छ म गलत भिडियो बनाएपछि मलाई आफै भोलि पर्सि मुख हुँदैन बोल्ने लागि, म के बोलूँ। यति मलाई थाहा छ कि म राम्रो भिडियो बनाइरहेको छु, त म त बोल्न सक्छु किनकि मेरो भिडियो राम्रो छ। साथीहरू तपाईँहरू भन्नु त मेरो भिडियो खराब छ, म खाना खाएको भिडियो हेराउँछु तपाईँहरूसँग। तपाईँहरू मेरो फ्यामिली हो, फ्यामिलीसँग हेराउने मिल्दैन। यति सुनेपछि हेलो मधु अग्रम बग्रम बग्रम। सोशल मिडियामा सबैको कुरा सुनेर यताबाट सुन्ने यताबाट निकालिदिनु। त्यसकै कारण दिदी बहिनीहरू तपाईँहरू पनि भिडियो बनाउँदै गर्नु, राम्रो भिडियो बनाउँदै गर्नु। जसलाई जे मन छ भन्ने लागि भन्ने दिनु। मलाई थाहा छ, तपाईँलाई थाहा छ कि म राम्रो भिडियो बनाइरहेको छु, अरूलाई थाहा छैन। अरूलाई थाहा छैन त किन अरूले मेरो साथीहरू टाइम सकिसक्यो, मेरो कुरा